जस्तै यहाँहरू अ, सन्चै हुनुहुन्छ है भन्ने हामी आशा लिएका छौँ। आज पुनः हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ। म हुँ अमित यादव। आजको विषयवस्तु रहेको छ लक्ष्य निर्धारण, गोल सेटिङ। यो अति नै आवश्यक हुन्छ किनकि हामी सबैजनालाई आफ्नो केही न केही उद्देश्य हुन्छ, केही न केही लक्ष्य हुन्छ है कि हामी यो गर्छौँ भोलिका दिनमा वा होइन त्यस्तो हामी सबैलाई केही न केही हुन्छ वा यो त्यो ठुलो होस् या सानो होस् तर सबैको हुन्छ। त्यसै क्रममा आज यो विषयवस्तुलाई हामी स्टार्ट गरौँ है त। ज्ञानले तपाईँलाई लक्ष्यमा पुर्याउँछन् तर लक्ष्य के हो त्यो चाहिँ तपाईँलाई थाहा हुनुपर्छ हो। आज हामी एउटा सन्तको कथा सुन्नेछौँ र मलाई लाग्छ यो सबैले सुनेको र बुझेको नै हुनुपर्छ। प्राचीन भारतमा एकजना सन्त थिए। उसले आफ्नो शिष्यहरूलाई बाण हान्न सिकाइरहेका थिए। उनले एउटा काठको चाराको निशाना बनाएर रुखमा झुन्ड्याए। आफ्नो शिष्यहरूलाई चाराको आँखमा निशाना लगाउने भने। गुरुले पहिलो शिष्यलाई सोधे, के देख्यो? शिष्यले भन्यो, म रुख र पत्ता र आकाश निशानाका लागि झुन्ड्याइरहेको चारा र त्यसको आँखा देखिरहेको छु गुरुजी। अनि गुरुले त्यो शिष्यलाई पर्ख भनेछन् र अर्को शिष्यलाई के देख्यो भने सोधेको छन्। अर्को शिष्यले उत्तर दिएछ, मैले चाराको आँख मात्र देखिरहेको छु। सन्तले भनेछन्, ठिक छ, बाण हान। उसले हानेको बाण सिधा गएर चाराको आँखमा लाग्यो हो। जबसम्म हामी लक्ष्यप्रति स्पष्ट हुन सक्दैनौँ तबसम्म हामी आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैनौँ। लक्ष्यप्रति एककह फोकस हुनु गाह्रो छ तर यो सिक्ने नसिक्ने सिप भने होइनन् हो। हजुर धन्यवाद। आजको लागि यति नै। हामी पुनः आउनेछौँ। यहाँको दिन शुभमय होस्। धन्यवाद।